धेरै धन्यवाद आजका कार्यक्रम सञ्चालक। कार्यक्रम हँसाउँदै हँसाउँदै तिलु भाइलाई फर्काउँदै चलाइरहनु भएको छ। यस नेपाल मुस्लिम शान्ति समाजका आदरणीय अध्यक्ष, आजको कार्यक्रमका सभापति महोदय, त्यसै गरी आदरणीय धर्मगुरुहरू, त्यसै गरी मध्य प्रदेशका अग्रज अभिभावक साकिर अलीज्यू अनि निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार मेरो अनन्य मित्र नियाज शेखज्यू, त्यसै गरी सप्तरी, धनुषा विभिन्न जिल्ला संस्थाबाट पाल्नुभएका अध्यक्ष तथा प्रतिनिधिज्यूहरू र एकदमै इन्ट्रेस्टिङ, मैले जहाँ पनि मधेसको कार्यक्रममा एक्टिभ स्पिच भोइस देख्छु, हाम्रो दहेज विरुद्धको जुन रफिकज्यू, राइट, रफिक रैनज्यू र मेरै संस्थामा आबद्ध हुनुभएका धेरै प्रिय साथीहरू, योद्धाहरू, एकजना त पुलिसै भन्दै हुनुहुन्थ्यो, योद्धा भन्छु म, सम्पूर्णलाई र यस ईद कार्यक्रममा पनि आफ्नो व्यस्तताको बावजुद पनि यस कार्यक्रमलाई सफल पार्न आउनुभएका तपाईँ तमाम रौतहटवासी र गैर रौतहटवासी सम्पूर्ण मुस्लिम र नन मुस्लिम दाजुभाइ सम्पूर्णलाई म मेरो व्यक्तिगत तर्फदेखि र एनआरएनए एनसीसी कतार गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद कतारको तर्फदेखि सर्वप्रथम त ईद उल अदाको हार्दिक शुभकामना। यस पवित्र ईदले तपाईँ हामी सम्पूर्णलाई स्वास्थ्य, समृद्धि, तपाईँ हाम्रो परिवार, समाज र देशमै समृद्धि होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु। र साथमा फेरि पनि एकपटक नमस्कार, अस्सलामु अलैकुम। फोनबाट घरमा फोन गर्थ्यौं, कतिले चिठी लेख्थ्यौं, हैन? आज त प्रविधि चेन्ज हुँदै गएर आजकल भिडियो कल हुन्छ, कसैले अझै पनि मेसेजै मात्रै, च्याटिङ मात्रै गर्छौं। हामी जहाँ जहाँ जन्मियौं, म हिन्दूको घरमा जन्मिएँ, मेरो घर परिवारले नाम मेरो कृष्ण राख्नुभयो। म हिन्दूको घरमा जन्मिएँ, त्यही संस्कृतिबाट म अगाडि बढ्दै गएँ। हजुरहरू मुस्लिमको घरमा जन्मिनु भयो, मोहम्मद नाम राखिदिनु भयो बुवा आमाले, त्यही अनुसार आफ्नो संस्कृति बाउ बाजेदेखि चल्दै आएको कुराहरू हामीले अपनाउन गर्दै आएका छौँ। तर तपाईँको उद्देश्य र मेरो उद्देश्यमा फरक छैन। मैले भगवान भन्छु, तपाईँले अल्लाह भन्नुहुन्छ। सबैले त्यही सुख, समृद्धि, शान्ति र हामीले दुआ माग्छौँ। हामीले माग्ने तरिका अलग हो। तपाईँ मस्जिद जानुहुन्छ, म मन्दिर जान्छु, फरक यति नै हो। र यो धर्म र यो देश, जस्तो अघि मौलानाजीले भन्नुभयो, पहिलो व्यक्ति को हुनुहुन्थ्यो, उहाँले उता पनि जोड्नुभयो, यता पनि जोड्नुभयो। एकदम हामीहरू मनुष्य, मनु भनिन्छ। तर कुनै पनि धर्मले गलत सिकाउँदैन, चाहे त्यो मुस्लिम होस्, चाहे हिन्दू होस्, चाहे कुनै पनि धर्मले सधैँ सत्कर्मको बाटो हिँड भन्छ, पाप नगर भन्छ, दुःख गरिबलाई दुःख नदेऊ, सक्दो सहयोग गर भन्छ। तिमी एक प्लेट बिरयानी छ भने तिम्रो छेउमा कोही कहिले चाहिँ दाजुभाइ आफ्नै अंशको नाउँमा 1 फुट जमिनको लागि 15 वर्षसम्म हामी मुद्दा लड्छौँ। र मुद्दा बढीमा तपाईहरुले मलाई गाली नगर्नुहोस्, मधेसमा बढी भएको छ यो। किन थाहा छ? मधेसमा शिक्षा अझै हुनु पर्यो, पुगेको छैन। मधेसमा भनेर मैले मधेसलाई मात्रै भन्न खोजेको होइन, नेपालमै पुरा पुगेको छैन। त्यसमा पनि मधेसमा शिक्षाको धेरै जरुरत छ। यो संस्थाले सहयोग गर्दै गएको छ र अब स्कुलहरुमा तपाईहरुले अक्षय कोष खडा गर्नुहोस्। अक्षय कोषको
रौतहट जिल्लाकै कुनै स्कुल सामुदायिक स्कुल होला, त्यहाँ चाहिँ अक्षय कोष खडा गर्नुहोस्। यहाँ धेरै जिल्ला संस्थाहरूले गरिरहेका छन्। अक्षय कोष खडा गरेर कमसे कम शिक्षालाई पनि हामीले ध्यान दिउँ। मधेसमा शिक्षाको जरुरत छ, मध्य पहाडी एरियामा पनि त्यही छ। हामी कतारमा यस्ता किसिमको कार्यक्रम गर्नुपर्छ, केही सिकियोस्। यो एउटा उदाहरण पनि हो, न कि जहिले पनि हामी पिकनिक रमझम संस्कृति जोगाउने हो, धेरै सांस्कृतिक पनि गर्ने होइन। हामीले यहाँ 2-2 रियाल बचाएर एउटा कुनै स्कुलमा 5 जना विद्यार्थीलाई 8 कक्षादेखि 10 कक्षासम्मको फिस मात्र तिर्दिन सक्यौं भने त्यो ठुलो पुण्यको काम हुन्छ। त्यो पुण्य कमाउन मन्दिर गइराख्नु पर्दैन, त्यो आफ्नो आस्था अनुसार जाने कुरा छँदैछ। तर त्यस्तो हेल्प हामीले गर्नुपर्छ, त्यस्तो सहयोग हामीले गर्नुपर्छ। तपाईहरु आज ईदको दिन, त्यसमा पनि नेपाल मुस्लिम शान्ति समाजले गरेको यो कार्यक्रम, धर्म गुरुहरू साथमा र यस पवित्र दिनमा म आफू आज यहाँ आएर प्रमुख अतिथिको रूपमा उपस्थित भई बोल्न पाउँदा म आफैलाई बडा खुसी लागेको छ। हामी मेरो भिडियो बनाउनु भएको छ, सर र यो हल पछाडि पनि बनाइदिनुहोस्। आज यहाँ हेर्ने हो भने सङ्घ संस्थामा हिँड्ने साथीहरू 8 देखि 10 जना भन्दा बढी हुनुहुन्न। आज एउटा ठुलो कार्यक्रम पनि छ उता, तर म भूमि मान्छे हो, म भूमिबाट उठेको मान्छे हो। म त्यही भएर आज हेर्नुहोस्, तपाईहरु फेस सबै नयाँ फेस छ। धेरैजना यहाँ तपाईको 85% नयाँ फेसहरू हुनुहुन्छ। आज हामीले बोलेर केही भनेर तपाई एकजनालाई पनि केही शिक्षा दिन सक्यौ भने आजको सबभन्दा फलदायी काम त्यो हुनेछ। तपाई हामी विदेशमा आछौं, घर परिवार छोडेर। आज ईदको दिन आफ्नो आमा बुवा, आफ्नो छोराछोरीसँग बसेर अँगालो हालेर आफ्नो छोराछोरी आमा बुवालाई नजिकैको घुम्ने ठाउँ वा अलिकति टाढाको घुम्ने ठाउँमा जान कसलाई मन छैन भन्नुस् त? छातीमा हात राखेर भन्नुस्, मन छ नि? हामी त्यो परिवारको लागि हामी यहाँ आएको छौं। त्यो परिवारलाई सम्झेर आफ्नो काम गर्नु होला, यहाँको कानुनको फलो गर्नु होला। मलाई अस्ति एमवाईबाट फोन आयो, अब अहिले त्यो एस्पायर जोनमा त्यो होटल बनेको आई थिंक 2022 भन्दा पहिला नै हो। अहिले त्यो भाइरल भइरहेको छ। यति नेपालीहरू त्यहाँ जानु भएको छ। एमवाईले ल तिमीले सूचना निकाल्दिन पर्यो, त्यहाँ चाहिँ अलिकति व्यवस्थित तरिकाले नेपालीहरूले गरेनन्। अनि मैले भने नेपाली मात्रै छन् र त्यहाँ होइन, तर मेजोरिटी चाहिँ नेपाली नै हो। आज म 2 पटक त्यहाँ राउन्ड हाने बिहान गाडीमा, म चाहिँ गाडीबाट झरिन, तर त्यहाँ हेर्दा 80% नेपाली नै थियो। अनि अब हामीले सूचना निकाल्छौँ। हामी यहाँको कानुन फलो गर्नुपर्छ। हामीले यस्तो काम नगरौँ जसले गर्दा हामीलाई अप्ठ्यारो परोस्, हाम्रो देशको नाम खराब होस् र कतारलाई चित्त दुखोस्। हामी यहाँ श्रम गर्न आएको हो। एन्ड अफ द डे हामी सबै यहाँ श्रमिक हौ। हामी श्रम गर्न भनेर कन्ट्र्याक्ट गरेर आएका छौँ नेपालबाट। जबसम्म नोकरी छ हामी छौँ। त्यही भएर हामीले आफ्नो काम पछि समाज सेवा र यहाँको कानुन सदैव फलो गर्नुपर्छ र हामीले फाल्तु खर्च गर्नु हुँदैन। यहाँ धेरै नेपालीहरू मैले देखेको छु, यही पनि घरमा परिवार छन्, यहाँ छुट्टी भयो फ्राइडेको दिन अथवा ईदको दिन कर्निसतिर जाने, अरूसित घुम्ने, अरूलाई खिलाउने, अरूलाई रमाउने, आफूले आइफोन बोकेको छैन अरूलाई आइफोन किनिदिने, धेरै त्यो भइरहेको छ। यस्तो चाहिँ मैले भन्न खोजेको तपाईहरुले गर्नु भएको छ भन्न खोजे हैन, यस्तो भइरहेको छ।
तपाईँ कसैले पनि चिन्नु भएको छ भने हामीले सम्झाउनु पर्छ, हाम्रो कर्तव्य हो। हामीले त पैसा बचाउने, घरमा गएर परिवारसँग रमाउने हो, परिवारको लागि हामी यहाँ आएको। अब देशमा पनि परिवर्तन हुँदैछ हो, होपफुली आशा गरौँ अबको 10 वर्षपछि के थाहा नेपालमै पनि रोजगार 40-50 हजारको पाइन्छ कि, आश त गरौँ। अस्सलाम वालेकुम रहमतुल्लाहि वबरकातुहू। आज रोहतहट का ये जो नेपाली मुस्लिम शांति समाज जो